हेर्नु न त फ्यामिली तपाईलाई धेरै प्रब्लम छ समाजको समाज 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 छोड्नु त्यो कुरा तपाई आफ्नो कुरा गर्नुस् तपाई के सोच्नुहुन्छ त्यो कुरा गर्नुस् केटी बेला स्ट्रङ के सोच्छ भन्दा कि म केटी बेला गर्छु भन्ने कुरा गरिरहेको छु भन्नु न त त्यस्तो म गरिरहेको छु म केटाको हैन केटी बेला गर्छु केटाको लागि उसका चाहिँ गरेको छैन नि त म केटा भएर उस्तो गरेको छैन नि त सुन्नु कस्तो खालको सो हो यो छोरी के हो यो जोहाजहरु त बोल्नै जान्दैनन् त को हो यो नखर्माउने फेरि राम्रो के बोलेकी यसले कलाकार भए भन्दैमा जे पनि बोल्न पाइन्छ जसो पनि बोल्न पाइन्छ बोल्ने एउटा सुमत हुँदैन तरिका हुँदैन ढङ्ग हुँदैन के बोलेको त्यो मन लागि बोल्नु अब जे पाए त्यही नामु चुप लागेर हेर्छु न हौ राम्रै त छ हजुर पनि यस्तै यस्तै सो हेरेर रहेछ हैन तैँले आजकल मसँग मुखमुखे लाग्न थालेको पढ्न गयो कहाँको कुरा लिएर कहाँ जोड्सिन्छ क्या मामु हजुर पनि बेकार बोलाएको एक्लै हेरेर आउने रहेछ अलि राम्रो ज्ञान गुणको कुरा सिकाउनु राम्रो सभ्य भाषामा बोल्नु अनि पो हुन्छ त मन परे बोलेको छ